हेलो गाइस स्वागत छ। म तपाईँहरूलाई एउटा कुरा सायद तपाईँलाई थाहा छैन होला, त्यो कुराको बारेमा ज्ञान दिँदैछु। त्यो के हो भन्दाखेरि, यदि तपाईँलाई थाहा छ भने पनि यदि विस्तृत रूपमा थाहा छैन होला, त्यो भनेको हाम्रो ल्यापटपमा टोटल कति की हुन्छ त। ल्यापटपमा टोटल यहाँ देखिएकोमा तपाईँले टोटल यो साइडमा न्युमेरिकल कीहरू नभएकोमा चाहिँ कतिवटा की हुन्छ होइन। अब यहाँ माथिदेखि तपाईँ गर्नुहुन्छ भने माथिको लाइनमा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15वटा की छ होइन। त्यस्तै 15 1 2 3 15 पछि नै गर्नु 16 17 18 19 20 21 22 23 24 25 26 27 29वटा छ। 29 30 31 32 33 34 35 37 38 39 40 41 42 43 छ। 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 68 टोटल यसमा 79वटा की रहेछ। अनि तपाईँको ल्यापटपमा चाहिँ कतिवटा की छ त गनेर कमेन्ट गर्नु कमेन्ट गरेर नबिर्सिनु होला है। अब जस्ट मैले स्टार्ट गरेको छु, यस्तै गर्दै तपाईँहरूले धेरै भिडियोजहरू पाउनुहुनेछ। Stay tuned, keep watching this video. Thank you so much.